अरे मुख आगर टाउको अलिक तल गर्दा होइन ठिक छ भयो होला नि होइन पुरै आफैले मिलाउने हो त्यो त्यस्तो धेरै झुकाउने हो कि त्यसरी कसरी आउँछ अलिक टाउको चाहिँ तल उस गर्नु पऱ्यो क्या कुशन माथ लैजाऊ न हात अलि बाङ्गो बनाऊ न सिंगल फ्लो अलि धेरै भयो फ्लो अलि त्यो पानी त निकाल्नु पऱ्यो नत्र भने त्यो साइनसाइटिस हुन्छ के अरे राइनाइटिस हुन्छ होइन त्यसो भए टाउकोलाई अलिक जोडसँग तल लगायो गर्ने है अनि फेरि गर्ने टाउको तल जोडसँग खाने पानी नर्मल हाले अब तातो र चिसो मिक्स अलि जोडसँग छिटो हजुर अलिअलि पानी एङ्गलसम्म गर्ने हिजो त त्यसो भयो त पछि त नाकबाट अलिअलि पानी बग्थ्यो होला नि होइन त्यो त पानी रहेपछि पानी बग्छ कि पछि चाहिँ हातमा राखेको त्यसपछि फेरि अब हामी अर्को त्यो तेल हाल्नेवाला हुन्छ कि त्यो चाहिँ त्यो रगत बगिरहेको भएर होइन एक हप्ता गरेर अनि एक हप्ता रेस्ट गरे हुन्छ एक हप्ता केही नगर्ने समय छ नि फेरि इन्डिया जानु पनि छैन नि अहिले एक हप्ता यो गरेर एक हप्ता चाहिँ केही नगर्ने अनि फेरि आउने त्यसपछि फेरि हेरौँला अनि रगत एक हप्तासम्म पनि बगेन भने अनि बल्ल नसियो कि तेलवाला नाकमा तेल राख्नेवाला गर्नु लाग्यो त्यसपछि